सम्पूर्ण नमस्कार। आज तपाईहरुलाई म बताउन गइरहेको छु सिन्धुपाल्चोक जिल्ला अन्तर्गत पाटीडाँडा भन्ने ठाउँमा पर्ने एक नमुना विद्यालय महेन्द्रोदय माध्यमिक विद्यालयको विषयमा। हिजो मात्रै मैले एउटा फोटो हालेर केही लेखेर हालेको थिएँ। केही व्यक्तिहरूले यसलाई खण्डन पनि गर्नुभयो र केही व्यक्तिहरूले यो गलत हो पनि भन्नुभयो, केही व्यक्तिहरूले सही हो पनि भन्नुभयो र केही व्यक्तिहरूले विभिन्न टीका टिप्पणीहरू पनि गर्नुभयो। र यो गरिरहँदा तपाईहरुलाई यो भित्री कुरा घटनाको विषयमा तपाईहरुलाई कसलाई कति थाहा भएर भन्नुभयो, के भयो, कसलाई कति थाहा छ थाहा छैन, यो कुरा आज म प्रश्न पार्न गइरहेको छु। एकछिन कतै नगएर सुनिदिनु होला। तपाईहरुको यो घटना सुन्दा होस उड्नेछ। महेन्द्रोदय माध्यमिक विद्यालय एक नमुना विद्यालय हो, त्यो हामीलाई थाहा छ। त्यहाँ शिक्षा राम्रोसँग शिक्षाहरू दिने काम गरिन्छ, त्यहाँ होस्टेलको व्यवस्था पनि छ, त्यहाँ सिभिल इन्जिनियरिङ पनि पढाइन्छ, सबै कुरा थाहा छ। तर त्यो हुँदै गर्दा, नमुना हुँदै गर्दा भित्री रूपमा किन यस्ता गलत क्रियाकलाप भइरहेका छन्, यो प्रश्न त्यहाँको व्यवस्थापन समितिले के हेरेर बसिरहनु भएको छ। हिजोको घटनाको विषयमा तपाईहरुलाई कुरा गर्दै गर्दा हिजो मैले जुन फोटो हालेको थिएँ त्यो भाइको 4 कक्षामा अध्ययनरत एकजना सुनुवार भाइ हुनुहुन्छ। उहाँ भाइको सायद बुबा हुनुहुन्न भने जस्तो लाग्छ, हुनुहुन्न, उहाँ अङ्कलहरूसँग कोसँग बस्नुहुन्छ कि यस्तै के भन्नुभएको थियो उहाँले। उहाँ पढ्न जानुभयो। जाँदै गर्दा जुन मैले कपालको फोटो हालेको छु त्योभन्दा अलिकति लामो थियो अरे कपाल। उहाँलाई फिर्ता पठाइयो कपाल काटेर आउनु भनेर। उहाँ जुन फोटो हालेको छु त्यही कपाल काटेर त्यतिको लिएर जानुभयो। एक दिन उहाँलाई बस्न दिइयो, फेरि केही कुरा गरिएन, केही भनिएन। तर दोस्रो दिन उहाँलाई लाइनबाटै फर्काइयो। किन फर्काइयो, पढ्नबाट किन वञ्चित गरियो? तपाईहरुको नियम कानुन के हो? विद्यार्थीलाई पढ्नबाटै वञ्चित गर्ने हो? कपालकै कारण विद्यार्थीलाई पढ्न नदिने तपाईहरुको नियम कानुन हो? कसले बनायो यस्तो नियम कानुन? कसलाई छुट छ यस्तो नियम कानुन बनाउने, शिक्षाबाटै वञ्चित गराउने? सम्बन्धित निकाय कहाँ छ? र त्यतिमा मात्र सीमित रहेन यो कुरा। मैले एउटा स्ट्याटस हालिसके पछाडि त्यो फोटो हाल्नुभन्दा अगाडि एउटा स्ट्याटस हालेको छु, त्यो हेरिदिनु होला। त्यो स्ट्याटस हालेर मैले संकेत गरेको थिएँ गलत भइरहेको छ, यसलाई सुधार्नुस् भनेर संकेत गर्दै गर्दा कसैले आधा समाचार आयो भन्नुभएको थियो, कसैले के भन्नुभएको थियो। तर त्यहाँको प्रिन्सिपलले, प्रधानाध्यापकले मलाई फोन गरेर बुझ्नुभयो र बुझ्दै गर्दा मैले सबै कुरा बताइदिएँ र बताइसकेपछि उहाँले हामी यहाँ कुरा गर्छौँ, यहाँको हाम्रो स्टाफहरूलाई कुरा गरेर के भएको रहेछ, हामी सुधार्छौँ यो कुरालाई भनेर भन्नुभएको थियो। त्यो भन्दै गर्दा कुरा यही मात्र सीमित रहेन। प्रधानाध्यापकले त भन्नुभयो, प्रधानाध्यापकले गएर उहाँहरूलाई स्टाफहरूलाई कुरा गर्नुभयो होला सायद। तर कुरा गर्दै गर्दा जो जानुका खत्री शिक्षिका हुनुहुन्छ उहाँले फिर्ता पठाउनु भएको थियो ती बालकलाई, ती विद्यार्थीलाई। फेरि उहाँले फोन गरेर मैले त्यो भनिसके पछाडि फोन गरेर फेरि थर्काउनु भएछ। भोलि अभिभावक लिएर आउनु, भोलि पनि यस्तै गरी यही कपाल लिएर आयो भने त भोलि पनि छिर्न दिन्न भनेर फेरि थर्काएर फोन गर्नुभएछ। ती भाइले मलाई गुनासो गर्दै फोन गरेका थिए। 4 कक्षामा अध्ययनरत ती भाइको गल्ती के थियो? न उसले कुटपिट गरे त्यहाँ, न नराम्रो क्रियाकलाप गरे, त्यहाँ केही गरेको छैनन्। उहाँले मात्रै न्यू त्यही कपाल हो। र मैले यसरी सूचना दिँदै गर्दा उहाँहरू सुध्रिन पर्ने हो कि फेरि फोन गरेर थर्काउने हो? यो अहमता कतिसम्म हो शिक्षक शिक्षिकाहरूको? त्यति पनि सहन शक्ति छैन तपाईहरुमा? तपाईहरु कसरी शिक्षक शिक्षिका भएर त्यो बाल बच्चालाई कसरी चाहिँ ह्यान्डल गरिरहनु भएको छ? अचम्म लागिरहेको छ यो तपाईहरुको हरकत देख्दा। र यो कुरा यतिमा मात्रै सीमित छैन। महेन्द्रोदय माध्यमिक विद्यालयमा ती बालकले कपालकै कारण पढ्न नपाउने हो भने, कपालकै कारण त्यहाँ तपाईले जुन बेला विवादमा आइसके पछाडि मैले सूचना सम्प्रेषण गरिसके पछाडि फोन गरेर अभिभावक बोलाउन सक्ने, थर्काउन सक्ने ती शिक्षिकाले किन अगाडि नै फोन गरेर अभिभावक बोलाएर मिटिङ गरेर ती बालकको कपाल भएन, यो भएन, त्यो भएन, अनुशासन भएन भनेर किन भन्न सक्नु भएन? त्यति हिम्मत किन गर्न सक्नु भएन? किन बोलाउन सक्नु भएन? तपाईको घमण्डले, तपाईले स्कुलको शिक्षिका भए भन्दैमा तपाईले बालबच्चालाई थर्काउने, धम्काउने, जे गरे पनि हुन्छ भन्ने तपाईको घमण्ड हो। यदि हो भने यो घमण्डलाई त्यागिदिनुस्। यो घमण्ड अब चल्दैन, अब चल्दैन। नमुना विद्यालयको आडमा भित्री रूपमा तपाईले यो गरेको क्रियाकलाप, यो क्रियाकलाप राम्रो भएन। र अर्को तपाईहरुलाई होस उड्ने एउटा कुरा,
त्यहाँ यति मात्रै होइन, अर्को एउटा धन्दा आउँदो रहेछ। के धन्दा थाहा छ तपाईँहरूलाई? कपाल काटेको 100 रुपियाँ शिक्षकहरूले नै लिने। त्यहाँ रामकाजी नेपाली समथिङ नामको एकजना टिचर हुनुहुन्छ, उहाँहरूले खाडीचौर जानलाई 150-200 कपाल काटेको लाग्छ, खाजा खर्च गाडी भाडा गर्दा 300-400 सकिन्छ, बरु यहीँ हामी 100 रुपियाँमा काटिदिन्छौँ भनेर विद्यालयको समयमा कुनै छुट्टीको दिन पनि होइन, विद्यालयभित्र विद्यार्थीलाई 100 रुपियाँ लिएर कपाल काटिदिने सिस्टम राख्नुभएको रहेछ। के ती शिक्षकलाई सरकारले तलब दिएको छैन? सरकारको तलब नपुगेको हो? यदि सरकारको तलब नपुगेको हो भने तत्काल राजीनामा दिएर तपाईँ एउटा सैलुन खोलेर बसिदिनुहोस्। त्यहाँ 400-500 विद्यार्थी होलान्, तपाईँलाई त्यही फाइदा हुने देखियो। होइन भने शिक्षकको काम पढाउने हो, तपाईँ पढाउनुहोस् र तपाईँलाई हामीहरूबाटै उठाएको करले सरकारले तलब दिइरहेको छ। तपाईँलाई कपाल काट्नको लागि त्यहाँ लगिएको होइन। तपाईँको सिप कपाल काट्ने छ भने कपाल काट्ने जानुहोस् न, किन त्यहाँ पढाउन भनेर आउनुभयो? त्यो भन्दा तपाईँ चाहिँ पढाउनको लागि योग्य देखिनु भएन नि त, कपाल काटेर बस्नुहोस् न तपाईँ। अथवा तपाईँले छुट्टीको दिन बाहिर एउटा पसल खोलेर बस्नु भएको पनि भए पनि हामी त्यो कुराको खण्डन गर्ने थिएनौँ। छुट्टीको दिन काट्ने भए तपाईँहरू नियम कानुनमै विद्यार्थीहरूलाई राख्न चाहनुहुन्छ भने किन तपाईँहरू हप्तामा महिनामा एउटा नियम कानुन बनाएर कुनै हजामलाई बोलाएर चाहिँ कपाल कटाउने एउटा सूचना जारी गर्ने काम किन गर्न सक्नुहुन्न? व्यवस्थापन समितिले किन गर्न सक्दैन? त्यो विद्यालयले? यो प्रश्न तपाईँहरूलाई। र तपाईँहरूले नमुना विद्यालयको आडमा विभिन्न यस्ता गलत क्रियाकलापहरू गरिरहनु भएको छ। कतिले यो कुराहरू बुझ्नु भएको छ छैन? तपाईँहरूलाई मैले एउटा फोटो मात्रै हालेको थिएँ, एउटा स्ट्याटस मात्रै हाल्दै गर्दा तपाईँहरूलाई यो कुरा सायद थाहा थिएन होला। यहाँ व्यापार भइरहेको छ। यहाँ शिक्षाको नाममा, यहाँ पढाउने नाममा शिक्षक शिक्षिकाले त्यो व्यापार गरिरहेका छन्। त्यहाँ कोही कपाल काटेर पैसा लिने, कोही थर्काउने धम्क्याउने विद्यार्थीहरूलाई। त्यतिको कपाल, त्यो पचाउन नसक्ने कपाल छ गाउँमा, कस्तो कपाल काटिन्छ? अनि तपाईँहरूकोमै गएर 100 रुपियाँ तिरेर कपाल काट्नको लागि तपाईँहरूले फर्काउनु भएको हो? उसले 100 रुपियाँ तिर्न सकेन भनेर? होइन भने के हो? होइन भने यसको अर्थ के हो? तपाईँहरूले यो जवाफ दिनपर्छ र सम्बन्धित निकायले ध्यानाकर्षण होस्। तपाईँहरू सम्बन्धित निकाय जो व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्छ, जो प्रधानाध्यापक हुनुहुन्छ, तपाईँले प्रधानाध्यापकलाई यो कुरा केही थाहा छैन भनेर भन्नुभयो जो पीडित विद्यार्थीले। मैले प्रधानाध्यापकलाई थाहा छ यो कुरा भाइ भनेर सोधेँ, उहाँलाई केही थाहा छैन, मिसले हामीलाई लाइनबाटै फर्काउनु भयो भन्नुभयो। अनि यो पैसा, यो जुन कपाल काटेको पैसा लिइरहेको कुरो कसलाई थाहा छ? यो कसरी यो धन्दा चलिरहेको छ? कि कपाल काट्न सैलुन खोलेर बस्नुहोस् गेट अगाडि, कि पढाउने मात्रै काम गर्नुहोस्? यस्ता खालका गलत क्रियाकलाप गर्ने छुट तपाईँहरूलाई छैन। यो कमाउ धन्दा गर्ने ठाउँ विद्यालय होइन। तपाईँहरू सरकारले दिएको तलबले पुग्छ भनेर तपाईँहरू लडेर लोकसेवा पास गरेर आउनुभएको छ, कोही कोही अनुदानमा आउनुभएको छ, त्यति तलबले पुग्छ भनेर तपाईँहरू आउनुभएको होइन। यो कुरा त थाहा छ नि तपाईँहरूलाई। यो कुरा थाहा हुँदाहुँदै तपाईँहरू किन गलत क्रियाकलाप, किन आफै विवादित हुने काम गरिरहनु भएको छ? यस्ता क्रियाकलाप गर्ने छुट अब छैन। यस्ता साना साना, मलाई कतिले यति जाको कुरा ल्याउने, पत्रकार यो त्यो भन्नुभयो। ठिक छ, म पत्रकारै होला, म युट्युबरै होला, म सबै। आज म भुइँ मान्छेदेखि, साना मान्छेदेखि ठुला मान्छेसम्मको यत्रा 1 रुपियाँदेखि करोडौँसम्मका ती गलत भइरहेका कुराहरू, ती समस्याहरू उजागर गरिदिने काम गरिरहेको छु। आज भुइँ मान्छेहरूको कुरा नसुन्ने र ठुला ठुला मान्छेको पावरका आडमा चाहिँ राजनीति गर्ने र ठुला ठुला व्यक्तिको मात्रै कुरा सुन्ने व्यक्ति म होइन। त्यसकारण म फरक किसिमको व्यक्ति हो, फरक किसिमले पत्रकारिता गर्छु र सानादेखि ठुला मान्छेको आवाज सुनिँदै गर्दा यो आवाज पनि साना व्यक्तिको आवाज आएको हो। यो सानो आवाज आएको हो। तपाईँहरूलाई पत्रकारै म लाग्छ भने भनिदिनुहोस्। तपाईँहरूले यो पेसा नै यस्तो हो। यो आलोचना, माया, सद्भाव, समर्थन सबै खेप्न सक्छु भनेर नै म यो पेसालाई अँगालेर आएको हुँ। त्यसकारण तपाईँहरूले भनेको कुराहरूलाई म खुसी साथ स्वीकार्छु। तपाईँहरूले भनेका कुराहरूलाई एकदम सकारात्मक रूपमा लिन्छु। मैले सुधार्न पर्ने कुरा छ भने सुधार्छु, तर यस्ता गलत क्रियाकलाप हुन दिन भएन। यो सिन्धुपाल्चोकमा र यो देशैभरि, यो सिन्धुपाल्चोकमा कुरा देशैभरि कहीँ यस्ता क्रियाकलाप भइरहेका छन् भने र सिन्धुपाल्चोकमा कुनै पनि यस्ता सानातिना घटनाहरू कहीँ गलत भएको तपाईँहरूले सुइँको पाउनुभयो भने पनि सुरज खड्का अर्थात् एनपिएल प्रेसलाई खबर गर्नुहोस्। म तपाईँहरूको आवाज निःशुल्क रूपमा
र निस्वार्थ रूपमा जस्ताको तस्तै सम्प्रेषण गर्ने बाचा गर्दै महेन्द्रोदय विद्यालय सुध्रियोस्, महेन्द्रोदय विद्यालयका ती गलत गर्ने शिक्षक शिक्षिकाहरू सुध्रिउन्, त्यहाँको व्यवस्थापन समितिको र गाउँपालिका वडाको तत्काल ध्यानाकर्षण होस् भन्दै यस्ता व्यापार गर्ने धन्दा नचलाइयोस् शिक्षाको नाममा भन्दै अहिलेको लागि म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।